पोर्चुगलले चाहिँ फाइनली उठायो केटाहरू उठायो हिजोको कमेन्टमा देख्दै थिएँ नाङ्गैसँगै लाइभ बस्छु भन्ने कुराहरू त्यो छिटै देख्न पाइयोस् है अन्त आइबन हो हाम्रो ब्लगमा स्वागत छ तपाईलाई सुपर केटाहरू सन्चै छौ सबैजना फाइनली है केटाहरू पोर्चुगलले चाहिँ फाइनली उठायो केटाहरू उठायो हिजोको कमेन्टमा देख्दै थिएँ नाङ्गैसँगै लाइभ बस्छु भन्ने कुराहरू त्यो छिटै देख्न पाइयोस् है नयाँ नयाँ कुराहरू हामी त अलवेज पोर्चुगल सपोर्टर थाहै छ तिमीहरूलाई पोर्चुगलको 1914देखिको फ्यानहरू है हामीहरू चाहिँ हो 1914देखि थाहा नहोला है पोर्चुगललाई मैले जुन बेला वर्ल्ड कप हार्थेँ त्यो बेला नि मैले रोनाल्डोलाई मेसेज गरेको तर त्यसले रिप्लाई हानेन अब बुझेन केटाहरू होइन सान्त्वना दिन त गरेको ठिक छ अनि नेपालले हार्यो यार त्यो दुःख लाग्यो है केटाहरू यार जित्नु भन्ने त्यो डिजर्भ गर्थ्यो कि हिजो नेपाल चाहिँ यार अरू केही नभए नि त्यो जितलाई चाहिँ डिजर्भ गर्थ्यो होइन राजा केही भन न यार राजा गर्थ्यो त्यो जित त्यो हार्यो ल ठिक छ केही छैन ठिकै छ खेल हार्छ है हार्छ हार जित हुन्छ केही छैन भोलि भाइ पनि हाम्रो साथमा छ कहाँ छ पछाडि छ अल्पे केटाहरू है अरू मेन कुरा त भन्ने बिर्सक्यो हो मेन कुरा चाहिँ जेठो है आइफोन 12 हामीले गिफ्ट हानेको छौँ हिजो 25 सब्सक्राइब बढेको खुसीमा हामीले नवीन पन्डेतजीलाई आइफोन 12 गिफ्ट गरेका आइफोन 12 हामीले गिफ्ट गरेका छौँ है केटाहरू तिमीहरू पनि यसरी सब्सक्राइबर बढाउँदै जाऊ गिफ्ट सिफ्ट आइरहेको छ है अब आइफोन 15 आउँछ है जेठो छिटै 1K भएपछि आइफोन 1Kमा आइफोन 15 आउँछ है जेठो चिन्ता नगर न ठिक छ केटाहरू अलवेज बी ह्याप्पी माया छौ भोलि भाइ चाहिँ छ है यो पछाडि भोलि भाइ देखाउ त यस्तो सुताएर आउँछ केटाहरू भोलि भाइ छ है हाम्रो पछाडि कहाँ ढोकिरहेछ ल यो राजा यार घोले नदेखिने भइहाल्छ यो गाई झुक्नु पऱ्यो तपाईँले होइन हाम्रो दिदीहरू पनि छ नेताहरू होइन दाइहरू पनि छन् दाइहरू पनि नेता पनि छ ल गाइस टाटा बाइ सी यु टुमोरो ल